दर्शक महानुभावहरु नमस्कार। लाइभ नेपाली न्यूजको न्यूज बुलेटिनमा तपाईहरुलाई फेरि पनि हार्दिक स्वागत छ। देशभरका विभिन्न महत्त्वपूर्ण समाचार अपडेट लिएर उपस्थित भएका छौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ के भन्न चाहनुहुन्छ तपाईको मनमा लागेका प्रतिक्रिया छोड्नुहोस्। दीपक खड्काले भने म खुल्ला किताब हुँ। खड्का ल्यान्डसँग मेरो कुनै पनि सम्झौता र सरोकार छैन। बालेनलाई रोक्न नसकेकोमा पछुतो भएको कांग्रेस महामन्त्री गगन कुमार थापाको भनाई। गृहमन्त्री ओमप्रकाश अर्यालको सुझाव। जेनजी साथीहरु पुरानी तलमा गएर नेतृत्व लिनुहोस्। जेनजीको धक्कापछि वामपन्थी नेताहरू प्रचण्ड र ओलीको छाता मुनि गोलबन्द हुँदै। रवि लामिछाने प्रकरणबारे बुटोल उच्च अदालतको यस्तो आदेश। एनपीएलको मिति सार्न क्यानलाई दुर्गा प्रसाईको चेतावनी अन्तत मागे। बालेन शाहको सपरिवारसँग माफी। यी र यस्तै विभिन्न महत्त्वपूर्ण अपडेट छन्। हामीसँगै रहनुहोस्। दर्शक महानुभाव आउनुहोस् अब पहिलो तथा विशेष खबरतर्फ लागौं। निर्वाचन आयोगका अनुसार 32वटा दल दर्ता प्रक्रियामा छन्। यसमध्ये 32वटा दल जेनजी आन्दोलन यता दर्ता हुन पुगेका दल हुन् भने 9वटा पुराना दल रहेका छन्। केही दल दर्ता समेत भइसकेका छन्। निर्वाचन आयोगका अनुसार दल दर्ताको आधिकारिकता पाउने दलको संख्या 126 पुगेको छ। दर्ता प्रक्रियामा रहेका दलहरूमा पुष्पक मल्दाहार प्रचण्ड संयोजक र माधव कुमार नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी, नेत्रविक्रम चन्द विप्लवको कम्युनिस्ट पार्टी नेपाल, अनुप कुमार उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी रहेका छन्। हिराप्रसाद सोतीको राष्ट्रिय जेनजी पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, नवराज सुवेदीको नवयुग पार्टी, अजय कुमार राईको राष्ट्रिय परिवर्तन पार्टी र गोपीलाल नेउपानेको नेपाल लिबरल पार्टी दर्ता प्रक्रियामा रहेका छन्। यसैगरी हिमालयन बहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल पार्टी, सबिन सिगदेलको राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी नेपाल, रियाज अहमद शेखको